हेलो गाइज, आज चाहिँ हामी क्लास 11 को फिजिक्स को थर्मल एक्सपेन्सन पढ्न गइरहेका छौँ। सुरुमा यहाँ छ एक्सपेन्सन इन सोलिड। व्हेन अ सोलिड इज हिटेड द इंटरमोलिकुलर डिस्टेंस बिट्विन द मोलिकुल्स इन्क्रिजेस। एज अ रिजल्ट देयर इज एक्सपेन्सन इन सोलिड। हामीले यदि सोलिडलाई चाहिँ हिट गर्यौँ भने त्यहाँभित्र भएको इंटरमोलिकुलर डिस्टेंस चाहिँ बढ्छ। यदि इंटरमोलिकुलर डिस्टेंस बढ्यो भने चाहिँ हाम्रो सोलिडमा पनि एक्सपेन्सन हुन्छ। हो, त्यही हो एक्सपेन्सन इन सोलिड भनेको। अब हामीले टाइप्स अफ एक्सपेन्सन इन सोलिडको बारेमा पढ्न गइरहेका छौँ। एउटा छ हाम्रो लिनियर एक्सपेन्सन, अर्को छ हाम्रो सुपरफिसियल एक्सपेन्सन, अर्को हाम्रो क्युबिकल एक्सपेन्सन। अब हामीले यो भन्ने बित्तिकै हामीले प्लेन सर्फेस या त सीट भनेर बुझ्नु पर्यो। सुपरफिसियल भन्ने बित्तिकै हामीले एरिया भनेर बुझ्नु पर्यो। लिनियरलाई हामीले लेन्थ भनेर बुझ्नु पर्यो। सुपरफिसियललाई हामीले एरिया भनेर बुझ्नु पर्यो भने क्युबिकल एक्सपेन्सनलाई चाहिँ हामीले भोल्युम भनेर बुझ्नु पर्यो। लिनियर एक्सपेन्सन चाहिँ हाम्रो 1 डाइमेन्सनल हुन्छ, सुपरफिसियल एक्सपेन्सन 2 डाइमेन्सनल हुन्छ र क्युबिकल एक्सपेन्सन हाम्रो 3 डाइमेन्सनल हुन्छ। अब पढौँ हामी लिनियर एक्सपेन्सनको बारेमा, सुपरफिसियल एक्सपेन्सनको बारेमा, क्युबिकल एक्सपेन्सनको बारेमा। यहाँ मैले जति कुराहरू भनेको हुन्छु त्यो सुनेर मात्र भएन, तपाईहरूले एकपल्ट प्र्याक्टिस पनि गर्नु पर्यो। यही तपाईहरूलाई यहाँ नोट्स पनि छ, यी दिएकै छ, मैले भिडियोमै हालिदिएको छु। तपाईहरूले कलेजमा पनि पढ्नु भएको होला, जुन सजिलो लाग्छ त्यसरी लेख्नु होला। कुरा त्यही हो। अनि अब सुरु गरौँ, प्र्याक्टिस चाहिँ गर्नु होला। अब यहाँ के भनेको छ भन्दाखेरि यदि इफ देयर इज इन्क्रिज इन लेन्थ अफ अ बडी, if there is increase in the length of a body with increase in temperature, then the expansion is called linear expansion भन्छ। यदि कुनै पनि बडीमा टेम्परेचर इन्क्रिज गर्दाखेरि लेन्थमा इन्क्रिज हुन्छ भने त्यसलाई त्यस्तो एक्सपेन्सनलाई चाहिँ हामीले लिनियर एक्सपेन्सन भन्छौँ। इफ देयर इज इन्क्रिज इन द लेन्थ अफ द बडी विथ द इन्क्रिज इन टेम्परेचर देन द एक्सपेन्सन इज कल्ड लिनियर एक्सपेन्सन। अब हामीले कुनै एउटा मेटालिक रडलाई कन्सिडर गऱ्यौँ जसको चाहिँ लेन्थ L1 छ अरे। मेटालिक रड जसको लेन्थ L1 छ, टेम्परेचर θ1 छ, टेम्परेचरलाई हामीले θ1 भन्यौँ र रडलाई हिट गऱ्यौँ अरे θ2 टेम्परेचरसम्म। त्यसो भयो भने हाम्रो लेन्थ चाहिँ के भयो, L2 बन्यो। अब एक्सपेरिमेन्टल्ली के फाउन्ड भयो भन्दाखेरि इन्क्रिज इन लेन्थ भनेको L2 - N1 इज डाइरेक्टली प्रोपोर्सनल टु द ओरिजिनल लेन्थ। ओरिजिनल लेन्थ भनेको हाम्रो के थियो, L1 भनेपछि L2 - L1 इज डाइरेक्टली प्रोपोर्सनल टु L1। अब अर्को फेरि डाइरेक्टली प्रोपोर्सनल टु चेन्ज इन टेम्परेचर छ। चेन्ज इन टेम्परेचरलाई हामीले डेल्टा थीटा भनेर लेख्छौँ, डेल्टा थीटा। अब यो डेल्टा थीटा भनेको भ्यालु चाहिँ हाम्रो डेल्टा थीटाको भ्यालु हाम्रो θ2 - θ1 हो, θ2 - θ1 हो, डाइरेक्टली प्रोपोर्सनल टु चेन्ज इन टेम्परेचर। Increase in length is directly proportional to original length. Increase in length is directly proportional to change in temperature. अब हामीले दुईटालाई कम्बाइन गर्नुपर्छ। रामले चक्लेट खायो, रामले आइसक्रिम खायो भन्दाखेरि हामीले रामले चक्लेट र आइसक्रिम खायो भनेर लेख्न सक्छौँ। अब हाम्रो यहाँ के छ, इन्क्रिज इन लेन्थ इज डाइरेक्टली प्रोपोर्सनल टु L1, इन्क्रिज इन लेन्थ इज डाइरेक्टली प्रोपोर्सनल टु चेन्ज इन टेम्परेचर भनेपछि हामीले इन्क्रिज इन लेन्थ इज डाइरेक्टली प्रोपोर्सनल टु L1 इन्टु डेल थीटा भनेर हामीले लेख्न मिल्यो। अब हामीले यो प्रोपोर्सनललाई यो डाइरेक्टली प्रोपोर्सनल भन्ने यो साइनलाई हटाउनको लागि हामीले इक्वल्स टु साइन दिन्छौँ। इक्वल्स टु साइन राखेपछि हामीले यहाँबाट कन्स्टेन्ट राख्नुपर्छ। अब यसमा चाहिँ हामीले अल्फा राख्छौँ। अब लिनियर एक्सपेन्सन छ भने हामीले अल्फा राख्छौँ, सुपरफिसियल एक्सपेन्सन छ भने हामीले बीटा राख्छौँ, क्युबिकल एक्सपेन्सन छ भने हामीले गामा राख्छौँ। अब जसमा चाहिँ अल्फा भनेको प्रोपोर्सनालिटी कन्स्टेन्ट हो, जसले चाहिँ हामीले कोफिसिएन्ट अफ लिनियर एक्सपेन्सन या त लिनियर एक्सपेन्सिभिटी भन्छौँ। यसको भ्यालु चाहिँ नेचर अफ द मेटेरियलमा डिपेन्ड गर्छ। जति पनि हुनसक्छ यसको भ्यालु, कुनै मेटेरियलमा थोरै हुनसक्छ, कुनै मेटेरियलमा धेरै हुनसक्छ। यसको एसआई युनिट चाहिँ हाम्रो पर केल्भिन हो, K⁻⁻1। अनि कोफिसिएन्ट अफ लिनियर एक्सपेन्सन भनेको छ फ्रम इक्वेसन आई। अब हामीले L2 - L1 डिभाइड बाई L1 डेल थीटा गर्दाखेरि अल्फा आउँछ।
अब L2 - L1 भनेको चेन्ज इन लेन्थ अनि यो भनेको ओरिजिनल लेन्थ इन्टु चेन्ज इन टेम्परेचर भयो। अब हामीले लिनियर एक्सपेन्सिभिटीलाई चाहिँ कसरी डिफाइन गर्न सक्छौँ भन्दाखेरि लिनियर एक्सपेन्सिभिटी क्यान बी डिफाइन्ड एज द चेन्ज इन लेन्थ पर युनिट ओरिजिनल लेन्थ पर युनिट चेन्ज इन टेम्परेचर अफ अ मेटेरियल भनेर लेख्न सक्छौँ। अब इक्वेसन आइआईबाट हामीले आइआईबाट के लेख्न सक्छौँ भन्दाखेरि L2 - L1 इक्वल्स टु अल्फा L1 डेल थीटा L2 इक्वल्स टु L1 प्लस अल्फा L1 डेल थीटा त्यसै L2 इक्वल्स टु L1 कमन आएपछि यो हाम्रो L2 को फर्मुला भयो। अब विच द एक्सप्रेसन फर द लेन्थ अफ रड एट टेम्परेचर थीटा 2। अब हामीलाई लेन्थ 1 मिटर थीटा 1 यति यति थीटा 2 यति L2 यति अल्फाको भ्यालु यति दियो भने डेल्टा थीटा भनेको थीटा 2 - थीटा 1 भयो। L2 भनेको हाम्रो कति भयो भन्दाखेरि L1 1 प्लस अल्फा डेल्टा थीटा भयो अनि यो भ्यालु राखेपछि हाम्रो यति आयो। अब डेल्टा थीटा भनेको हाम्रो L2 आयो डेल्टा थीटा भनेको हाम्रो L2 - L1 भयो। अब L2 पनि आइसक्यो L1 अघि दिएकै थियो भनेर यसरी हामीले डेल्टा थीटाको भ्यालु निकाल्यौँ। अब हामीले लिनियर एक्सपेन्सनको मेथड बुझ्यौँ भने सुपरफिसियल एक्सपेन्सन पनि गर्न सक्छौँ। अब यहाँ के भनेको छ भन्दाखेरि यदि कुनै पनि बडीको एरियामा टेम्परेचर इन्क्रिज गर्दाखेरि कुनै पनि बडीको एरिया इन्क्रिज भयो भने त्यस्तो एक्सपेन्सनलाई चाहिँ हामीले सुपरफिसियल एक्सपेन्सन भनिौँ। अब हामीले यहाँ एउटा मेटालिक सिट भनेर कन्सिडर गऱ्यौँ। अब जसको एरिया चाहिँ A1 छ अरे सुपरफिसियल भन्ने बित्तिकै हामीले के भनेर थियौँ एरिया भनेर थियौँ क्युबिकल भन्ने बित्तिकै हामीले भोल्युम भनेर थियौँ। अब त्यसको एरिया चाहिँ A1 छ अरे टेम्परेचर चाहिँ थीटा 1 छ अरे। अब यसलाई चाहिँ हामीले थीटा 2 सम्म हिट गऱ्यौँ अरे टेम्परेचर थीटा 2 सम्म हुन्जेलसम्म हिट गऱ्यौँ अरे अनि यसको एरिया चाहिँ हाम्रो E2 भयो। एक्सपेरिमेन्टली के अब्जर्भ गरिएको थियो इन्क्रिज इन एरिया इज डाइरेक्टली प्रोपोर्सनल टु ओरिजिनल एरिया। अघिको जस्तै हो अघि के थियो इन्क्रिज इन लेन्थ इज डाइरेक्टली प्रोपोर्सनल टु ओरिजिनल लेन्थ। अब यहाँ के भयो इन्क्रिज इन एरिया इज डाइरेक्टली प्रोपोर्सनल टु ओरिजिनल एरिया। अब यसलाई हामीले A2 - A1 इज डाइरेक्टली प्रोपोर्सनल टु A1 भन्न मिल्यो इन्क्रिज इन एरिया इज डाइरेक्टली प्रोपोर्सनल टु ओरिजिनल एरिया। अब डाइरेक्ट प्रोपोर्सनल टु फेरि चेन्ज इन टेम्परेचर अघिको जस्तै A2 - A1 इज डाइरेक्टली प्रोपोर्सनल टु चेन्ज इन टेम्परेचर। अब यो चेन्ज इन टेम्परेचर भनेको हाम्रो थीटा 2 - थीटा 1 हो। अब दुईटालाई हामीले कम्बाइन गर्दाखेरि A2 - A1 इज डाइरेक्टली प्रोपोर्सनल टु A1 इन्टु डेल्टा थीटा हामीले लेख्न मिल्यो। अब यसलाई हटाउनको लागि हामीले इक्वल्स टु साइन दियौँ। अघि हामीले के भनेर थियौँ लिनियर एक्सपेन्सनमा हामीले यदि हामीले यो इक्वल्स टु दिएपछि हामीले कन्सटेन्ट राख्दाखेरि अल्फा राख्थ्यौँ भने यसमा बिटा अर्कोमा हामीले गामा भनेर थियौँ। अब यसमा हामीले बिटा राख्यौँ। बिटा भनेको के हो प्रोपोर्सनालिटी कन्सटेन्ट हो जस्तो अर कन्सटेन्ट कल्ड कोफिसिएन्ट अफ सुपरफिसियल एक्सपेन्सन अर सुपरफिसियल एक्सपेन्सिभिटी। अब यसको भ्यालु चाहिँ हाम्रो नेचर अफ द मेटेरियलमै डिपेन्ड गर्ने हो। यसको एसआई युनिट पनि पर केल्भिन हो K⁻⁻1 कोफिसिएन्ट अफ सुपरफिसियल एक्सपेन्सन फ्रम इक्वेसन आइआई हाम्रो बिटा भनेको A2 - A1 डिभाइडेड यति आउँछ चेन्ज इन एरिया भयो यो भनेको ओरिजिनल लेन्थ इन्टु चेन्ज इन टेम्परेचर भयो। अब यसको एसआई युनिट निकाल्दाखेरि यो एरिया भनेको मिटर स्क्वायर भयो ओरिजिनल एरिया भनेको मिटर स्क्वायर इन्टु चेन्ज इन टेम्परेचर भनेको केल्भिन भयो इक्वल्स टु K⁻⁻1 भयो। अनि थर्स 3 superficial expansion beta expansivity can be defined as the change in area per unit original area per unit change in temperature change in area per unit original area per unit change in temperature। अब इक्वेसन आइबाट हामीले के लेख्न सक्छौँ A2 - A1 इक्वल्स टु बिटा A1 डेल्टा थीटा भनेर लेख्न सक्छौँ। A2 इक्वल्स टु A1 प्लस बिटा डेल्टा A1 डेल्टा थीटा भनेर हामीले A1 कमन लिएर यसरी हाम्रो एक्सप्रेसन फर द एरिया अफ सिट हामीले यसरी निकाल्न सक्ने फर्मुला आयो। अब अर्को क्युबिकल एक्सपेन्सन अब हामीले यत्रो दुईवटा पढिसकेपछि यसलाई हामीले एकदम स्पिडमा लगाउँ। अब यदि हाम्रो कुनै पनि बडीमा टेम्परेचर इन्क्रिज गर्दाखेरि हाम्रो भोल्युममा इन्क्रिज भयो भने हामीले त्यस्तो एक्सपेन्सनलाई हामीले के भन्यौँ भन्दाखेरि क्युबिकल एक्सपेन्सन भन्यौँ। अब हामीले दुईवटा अमेटालिक बडी हामीले कन्सिडर गऱ्यौँ। एउटा मेटालिक बडी कन्सिडर गऱ्यौँ जसको भोल्युम चाहिँ V1 छ त्यसको टेम्परेचर चाहिँ थीटा 1 छ यसको भोल्युम V1 छ यसको टेम्परेचर थीटा 2 छ। अब यसलाई हामीले हिट गऱ्यौँ। हिट गरेपछि हाम्रो के भयो भन्दाखेरि थीटा 2 सम्म हामीले हिट गऱ्यौँ। अब यसको भोल्युम भनेको थीटा 2 भयो यसरी इन्क्रिज भयो भोल्युम। अब एक्सपेरिमेन्टली हामीले के अब्जर्भ गरेको छ भन्दाखेरि इन्क्रिज इन भोल्युम भनेको डाइरेक्ट प्रोपोर्सनल टु ओरिजिनल भोल्युम हो। अब इन्क्रिज इन भोल्युम भनेको हाम्रो के भयो भन्दाखेरि V2 - V1 भयो। अब डाइरेक्टली प्रोपोर्सनल टु V1। अब त्यस पछाडि के भयो भन्दाखेरि अर्को डाइरेक्टली प्रोपोर्सनल टु चेन्ज इन टेम्परेचर अघिको जस्तै हो ओरिजिनल भोल्युममा डाइरेक्ट प्रोपोर्सनल भयो चेन्ज इन टेम्परेचरमा डाइरेक्ट प्रोपोर्सनल भयो चेन्ज इन टेम्परेचर फेरि भन्नुपर्छ जस्तो लाग्दैन थीटा 2 - थीटा 1 हो। अब V2 - V1 इज डाइरेक्ट प्रोपोर्सनल टु V1 डेल्टा थीटा भनेर हामीले लेख्न मिल्यो। अब यसलाई हटाउनको लागि हामीले लिनियर एक्सपेन्सनमा हामीले अल्फा युज गरेको थियौँ
सुपरफिसियल एक्सपेन्सनमा हामीले बीटा युज गरेको थियौँ, यसमा हामीले गामा युज गर्यौँ। अब यसमा गामा युज गर्यौँ अनि त्यस पछाडि हाम्रो v1 डेल्टा थीटा। अब यसमा गामा भनेको चाहिँ प्रोपोर्सनालिटी कन्स्टेन्ट हो, जसलाई चाहिँ हामीले कोफिसिएन्ट अफ क्युबिकल एक्सपेन्सिभिटी भन्छौँ। यसको भ्यालु चाहिँ हाम्रो नेचर अफ द मेटेरियलमा डिपेन्ड गर्छ। यसको एसआई युनिट भनेको पर केल्भिन हो। अब कोफिसिएन्ट अफ क्युबिकल एक्सपेन्सन गामा इक्वल्स टु फ्रम इक्वेसन आई गामा इक्वल्स टु यो गामा इक्वल्स टु v2 - v1 डिभाइड बाई v1 डेल्टा थीटा भनेर हामीले लेख्न मिल्यो। v2 - v1 भनेको चेन्ज इन भोल्युम हो, यो v1 भनेको ओरिजिनल भोल्युम इन्टु चेन्ज इन टेम्परेचर पनि हो। इन टेम्परेचर भयो, यो चेन्ज इन भोल्युमको युनिट भनेको मिटर क्युब भयो, यो भनेको ओरिजिनल भोल्युमको मिटर क्युब भयो इन्टु चेन्ज इन टेम्परेचरको के भयो, त्यही भएर यो मिटर क्युब कट्छ अनि के पर केल्भिन आउँछ। यसको एसआई युनिट भनेको। अब क्युबिकल एक्सपेन्सिभिटीलाई कसरी डिफाइन गर्न सक्यौँ भन्दाखेरि चेन्ज इन भोल्युम पर युनिट ओरिजिनल भोल्युम पर युनिट चेन्ज इन टेम्परेचर अफ बडी भनेर हामीले डिफाइन गर्न सकियो। अब अर्को छ हाम्रो इक्वेसन आइबाट के आयो भन्दाखेरि v2 - v1 इक्वल्स टु गामा v1 डेल्टा थीटा भनेर आयो। अनि v1 कमन लिँदाखेरि यसलाई v1 यता लगेर v1 कमन लिँदाखेरि यो एक्सप्रेसन आयो। यो चाहिँ हाम्रो विच इज द एक्सप्रेसन फर द भोल्युम अफ बडी एट टेम्परेचर थीटा 2 भनेर आयो। अब हामीले अर्को भिडियोमा चाहिँ रिलेसन बिट्विन अल्फा बीटा एन्ड गामा भनेर पढ्छौँ। एउटा भनेको हाम्रो रिलेसन बिट्विन अल्फा एन्ड बीटा छ, अर्को भनेको अल्फा एन्ड गामा भन्ने छ। दुईवटा हामीले अर्को भिडियोमा पढ्छौँ। अनि त्यस पछाडि हामीले डिफरेन्सियल एक्सपेन्सन भनेर पनि पढ्छौँ। थ्याङ्क यू सो मच फर वाचिङ गाइज। आजको लागि यति नै गरौँ।